दर्शकवृन्दहरू तपाईँलाई थाहा छ कि छैन आजबाट नेपाल स्वर्णिम युगमा प्रवेश गरेको छ। अर्थमन्त्रीले आज यस्तो चमत्कार गरेका छन् कि उनको एक बोलीको बाणीले परिवर्तन ल्याउने जमर्को देखाइरहेको छ। हामी एकदम आशावादी छौँ। नेपाली जनताहरू अझ विशेष गरी युथ अझ आइटीको मान्छेहरू एकदम उत्साहित छौँ किनकि नेपालले अब फड्को मार्दैछ। हाम्रो आर्थिक स्थिति अब अभिवृद्धि हुँदैछ, बढ्दैछ। नेपालमा गरिबी भन्ने कुरा अब न्यून हुन्छ कि जस्तो लाग्दैछ। किनकि सहुलियतका कुराहरू छन्। यसपछि गर्ने विकासका कुराहरू छन् र बजेटमा जुन कुराहरू विनियोजन गरिएको छ यसले एउटा राम्रो बाटो मार्ग निर्देशन गरेको छ कि अब नेपाल विकास हुन्छ। पक्कै पनि हामी सबैजना विकास भएको हेर्न चाहन्छौँ। कुन पार्टीले कसरी कहाँ के भन्दा पनि हामी विकासप्रति एकदम उत्तरदायी छौँ र विकास भएको कुराहरू हामी हेर्न रुचाउँछौँ। विकास भनेर तपाईँले पूर्वाधार विकास सबै विकास नभन्ने हो, मनोवैज्ञानिक रूपमा पनि मानसिक रूपमा पनि विकास हुने जस्तो देखिएको छ। त्यही भएर हामी खुसी छौँ। विकास इन्फ्रास्ट्रक्चरलाई मात्र हेरेर हुँदैन, विकास मान्छेको भावनात्मक खुसीलाई हेरेर पनि हुन्छ। यो कुरालाई चाहिँ मध्यनजर गरिएको छ जस्तो लाग्छ। आशा गरौँ यो सरकारबाट केही न केही सकारात्मक परिवर्तन हुँदैछ, देश बन्दैछ।